साथीहरु जुन मोटरको मैले इन्सुलेसन रेजिस्टेन्स टेस्ट गरेर रेजिस्टेन्सलाई उठाएको थिएँ र त्यही मोटर आज फिट गर्न आइसकेको छु मालाखेटी खमरा भन्ने ठाउँमा। फर्स्ट अफ अल मैले यो मोटरलाई चाहिँ फिट गर्नुपर्ने छ। मजाले मैले एलाइनमेन्ट गरेर टाइट गरिरहेको छु नट बोल्टहरू। जे होस् यो नयाँ मेसिनलाई यसरी प्रयोगमा ल्याएको छु भनौँ। र यो फ्यान फिट गर्दैछु मैले। अब इन्सुलेसन टेस्ट गर्नलाई फेरि मेगर टेस्टर निकालेँ र अलग अलग फेजमा म चेक गरेर कन्फर्म गर्दैछु। हामीले डबल चेक गर्नु राम्रो हुन्छ कुनै पनि मोटर रन गर्नुभन्दा अगाडि। यहाँ देख्नुभयो होला 105 मेगा ओम आउँदैछ। यो सेफ भ्यालु भन्दा धेरै माथि छ र धेरै महिनापछि चल्दाखेरि सुरुमा कचरा पानीहरू आइरहेको छ र फुल फोर्समा त आएको छैन किनभने उसै पनि 2-2:30 बजिसकेको थियो। घामले गर्दा होला जस्तो हामीलाई लाग्यो र यहाँ कनेक्सन नाङ्गो छ। टेस्ट मात्रै गर्दैछौँ हामीले। र जब मैले प्यानल बोर्डमा चाहिँ भिएफडीमा करेन्ट कन्जम्पसन हेरेँ तब 12 एम्पियर लगभग खाइरहेको थियो, जबकि मोटरको म्याक्सिमम एम्पियर चाहिँ 10 एम्पियर रहेको छ नेम प्लेटमा हेर्दाखेरि। अब 11:30-12 एम्पियर भनेको एकदम हाई हो। के प्रब्लम होला भनेर चेक गर्दै हेर्दै जाँदा बेरिङमा शङ्का लाग्यो र भिएफडी स्पेलिस्ट सरसँग पनि मैले कन्ट्याक्ट गरेर कुरा गरेँ। उहाँले बेरिङ नै हुनसक्छ सम्भावित भन्नुभयो र बेरिङ रिप्लेसमेन्टको लागि यसलाई चाहिँ मैले घरमै ल्याएर आएँ। घरमा यसमा चाहिँ खोलेँ। अब त्यहाँ चाहिँ सबै सामान पनि थिएन। वर्कसपमा काम गर्नु र फिल्ड साइटमा गर्नु धेरै फरक पर्छ र एलएन की पनि थिएन। यहाँ चाहिँ एलएन की लाग्ने रहेछ इम्पेलर खोल्नलाई। यसलाई मजाले मैले खोलेर यसमा नयाँ बेरिङहरू इन्स्टल गर्नुपर्ने छ र यसमा लकहरू हुन्छ। यहाँ हेर्नु यस्तो अवस्था छ। सामान बिखडा पडा है कमला पसन्द ठुका पडा है भन्ने जस्तो छ। यो सबभन्दा महँगा बेरिङ मैले लिएर आएँ मार्केटबाट र यो वाटर सिल पनि यो प्याक गरेर अनि लगाउन जान्छु। फेरि पनि 17 किलोमिटर टाढा मालाखेटीतिर जानु पर्ला आज पनि। मैले 2टा बेरिङ वाटर सिल मजाले प्याक गरेर हेर्नु मालाखेटी पुगिसक्यो खमरा भन्ने ठाउँमा। अब नजारा हेर्नु कस्तो राम्रो ठाउँ छ। दौडधुप छ जिन्दगी। र मोटरलाई लोडमा कनेक्ट गर्नुभन्दा अगाडि नो लोड टेस्ट गरौँ भनेर टेस्ट गर्दा फेरि 12 एम्पियर लिएर यस्तो दिमाग खराब भयो हेर्नु होला। अन्तिममा के भयो थाहा छ तपाईँहरूलाई? साफ्ट नै बाङ्गो थियो। भाइले बाइकसम्म मोटर बोकिदिइरहेको छ। धेरै टाइम दिएको थिएँ मैले यो मोटर बनाउन र यसरी हुँदाखेरि डिमोटिभेटेड लाग्छ कहिलेकाहीँ, तर म डिमोटिभेटेड कहिले पनि हुन्न। भाइले बान्दिनु ला जे गर्दा नि नहुने। यस्तो गर यसलाई अगाडि गर यो फक उता गर अनि मतलब यहाँ राख हो। यसरी गरेपछि ठ्याक्क ब्यालेन्स हुन्छ, सबैतिर बराबर लोड जान्छ। ल साथीहरू जे गर्दा नि नभएपछि अब जाँदैछु फेरि म धनगढी। अब यसको साफ्टलाई सिधा गराउँला, प्रयास गरौँला। अब लास्ट हो साफ्ट रिपेयर गर्ने ठाउँ देखाउँला।